नमस्ते। हाम्रो डेभलपमेन्टको एप्पलहरू यसरी सानो बढ्दैछ, तर किराले घाउ लाएर पसिसकेछ सानसानो किराहरू। यहाँ हाम्रो कुजेटले यहाँ यत्रो ठुलो बेबी बनाइसकेछ। यस्तो हुँदैछ, यहाँ कुजेटहरू हुँदैछ। लट्टी हुँदैछ, लट्टी। अनि यहाँ चाहिँ अस्परागस ठुलो हुँदैछ। जङ्गल हुँदैछ, जङ्गल। सनफ्लावर यहाँभित्र लट्टे पनि छ। अनि के अरे फर्सी पनि हुँदैछ। बिरुवाहरू अलिक बढिरहेको माथि बढिरहेको। अब बेथु साग, लट्टे, टमाटर अस्ति भर्खरै मैले प्रुनिङ गरेको। प्रुनिङ गरेन, अझ अग्नुपर्छ। अझै यिनीहरूको प्रुनिङ गर्नु बाँकी नै भयो। कति छिटो बढिसकेछ यसलाई। अब यहाँ सानो काँक्राहरू, बच्चो काँक्राहरू फलिसकेछ। यी बगाली काँक्राहरू छन्। यहाँ एउटा, दुईवटा, तिनवटा, चारवटा छ। यहाँ अरू चाहिँ थुप्रै चिचिला लागिरहेछ। यहाँ दुईवटा टमाटरको ड्याम छ, यहाँ छ। अब यहाँ हाम्रो निलो खालको बोडी पनि छ। यसले फल्नु थालिसकेको छ। निलो खालको बोडी मिठो हुन्छ। अब चाहिँ यहाँ यस्तो फुलहरू छ, फुलबारी। फुल नाम चाहिँ मलाई थाहा छैन यसको फुलको नाम। यो ग्लाडियस फुल। अब फुल्छ नेक्स्ट, अब यो विकमा घाम लागेको छ। अस्ति 2 खालको 3 खालको फुलिसक्यो त्यो रोज। अनि यहाँ चाहिँ यो अमेरिकन लट्टी हो, साह्रो मिठो हुन्छ। यो सेतो रातो छ होइन। उषादीले अमेरिकाबाट ल्याइदिएको। यहाँ पनि छ, बर्फी छ। यो काँक्रा हो। यहाँ भइरहेछ कति धेरै। अब कहिले खाइसक्ने हो। हरियो खालको कुजेट, यहाँ सेतो खालको कुजेट। त्यहाँ पनि थुप्रै छ। त्यो हरियो खालको रहेछ। कहिले खाइसक्ने हो। कुजेट त खाएपछि, एकचोटि खाएपछि दुःख हुन्छ, तर यो चाहिँ फलिहाल्छ। जालहरू अलि माथि छ। लट्टे साग र रायो साग। यो हाम्रो त्यही हो। स्ट्रबेरी त फल्न छोडिसक्यो। यो बुढो भयो। अब भोलि पर्सि मात्रै फल्छ। इस्कुस अलिक माथि बढेको छ, फलेको छैन, फल्ने बेला भएको छैन। यो माथिसम्म जाँदैछ। सायद यो सानो हावा भएर भएको छैन। आज गर्मी त छ, तर हावा खाएर मरिसक्यो फुलेर। यो हाम्रो चाहिँ गोठभित्रको, के अरे ग्रिन हाउसभित्रको रायो साग हो। यस्तै छ। यहाँ काँक्रा पनि हुँदैछ। यस्तै छ। यो हाम्रो एप्पल हो। यहाँ सानो के गिजिङ फुलहरू छ। डेलिया छ। डेलिया। म कुदे त्यहाँ काँक्रा छ। यो फल्छ कि फल्दैन। यो चाहिँ सानो खालको बैगुन हो। यो खाने र टिपेर खाने भ्याएको छैन। यो खाने हो कि नखाने दिक्क भइसकिसक्यो। यो रातो लट्टे होइन, रातो बेथु हो। यो स्पिनिच हो। यहाँ तिउरे फुल मैले काठमाडौँबाट लिएर आएको। अब यिनीहरू केही समय फुल्छ। फापरको साग पनि छ, यहाँ पनि छ।
ल यहाँ ठुलो हुँदैछ है। यहाँ ठुलो भइसकिसक्यो, यत्रो ठुलो भइसकिसक्यो। प्रोजेक्ट यत्रो ठुलो 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 भन्छ। अब छिप्यो भने खानु नि मिठो हुँदैन। यो यस्तो हुँदैछ। सयपत्री फुलिसक्यो है, सयपत्री फुलिसक्यो है, सयपत्री फुलिसक्यो है। अब काँक्राहरू यस्तो लाल भइरहेछ। काँक्राहरू यहाँ पनि फल्दैछ। अस्ति ल्याउनु भइसकिसक्यो। हामीले सानो सानो बगाले काँक्रा खाइसक्यौँ। यस्तै छ, यस्तै छ, यस्तै छ हाम्रो बारी। यस्तै छ, यस्तै छ, यस्तै छ, यस्तै छ। ल हेर्नु यो लट्टे के अरे रातो बेथो पनि छिपिसक्यो। म टिप्नुपर्ने अल्छी लागिरहेछ। सेतो खोल्न थालिसक्यो। फापरको साथ भइसकिसक्यो। सनफ्लावर ठुलो भइसक्यो, मकै ठुलो भइसक्यो। आलु पनि त्यति राम्रो भएन। मल पुगेन कि पानी पुगेन जस्तो छ। यहाँ सनफ्लावर छ, सनफ्लावर चाहिँ छ। पङ्खदले आलुलाई पानी पुगेन कि क्या हो, मल पनि पुगेन कि क्या हो, स्याटुङ भएको स्याटुङ। अब म मेरो भिडियो यहीँ राख्छु। पानी पनि लाउँदैछु, एकदम गर्मी छ। थ्याङ्क यू, बाई।